यो होइन माथि माथि ल गाइस हाम्रो ब्लग बनाउँदा बनाउँदै स्टोरेज चाहिँ एकदम फुल भएको छ। कर्पूरतारम करुणा विहारम भुजगेन्द्रहारम। गुराँस होटेल 11 नम्बरको आइपुगेछौँ गाइस हामी यहाँ। अहिले चाहिँ हामी माथिल्लो फेदी आइपुगेछौँ। माथिल्लो फेदी कान्छी थान, एउटा कान्छी थान माथिल्लो फेदी प्रवेश पाथिभारा मन्दिर प्रवेशद्वार सुरु हुन्छ यहाँबाट। हामी चाहिँ यहाँ कान्छी थानबाट अब पूजा गरेर सबैजना मास्तिर अगाडि बढिरहेछौँ। पूजा गरेर माथि बढ्यौँ है गाइस। अब यहाँबाट 500 मिटर जति हिँडेपछि मन्दिर आइपुगिन्छ र मन्दिरमा सम्पूर्ण विवरण हजुरलाई देखाउँला। चाहिँ अहिले तल्लो फेदीबाट कति 6 बजी हिँडेर यहाँनिर माथिल्लो फेदी आइपुगेछौँ। माथिल्लो मन्दिरको प्रवेशद्वार निर यहाँबाट भित्र मन्दिर एरियातर्फ लाग्नेछौँ। अलि गाइज हामी अब यो माता उत्पत्ति भएको गुफा पनि आइपुगिसक्यो। अब यहाँ चाहिँ अलिक बाटो अप्ठ्यारो छ है, पुरै भिड छ। अब जाउँ त सरासर, अब त जान्छ होला नि होइन। आज 2082 3 महिना 3 गतेका दिन हामी पाथिभारा माताको दर्शनको लागि यात्रा तय गरिरहेछौँ। काफ्ले पार्टी हुँदै हामी बल्लु डाँडा स्थित आएका छौँ। यहाँबाट देख्न सकिन्छ तल सशस्त्र क्याम्प, केवल कार स्टेसन लगायतका बल्लु डाँडाका घरहरू। हामी निरन्तर अगाडि बढ्दै तपाईँहरूलाई यहाँको मौसम र अपडेटको बारेमा सम्पूर्ण अपडेटको बारेमा जनाउनेछौँ। र आज चाहिँ एकदम मौसम खुलिएको छ, हरियाली, राम्रो सिन भ्यू, एकदम राम्रो दृश्य देख्नु पाइन्छ यहाँनिर। एकदम राम्रो मौसम खुलिएको छ। सुकेटारबाट काफ्लेपाटी आउन्जेल चाहिँ बाटो एकदम बिग्रेको छ। बाइकमा आउँदाखेरि हिलो भएर आइयो। भाइहरू सब जुत्ताहरू भिजाएर ढुट्टो भएको थियो होइन गाइस। अनि यहाँ छ पाथिभारामा तपाईँलाई हार्दिक स्वागत गर्दछौँ। क्षेत्र विकास समिति ताप्लेजुङले राख्नुभएको छ। यहाँ माथि चाहिँ बल्लु डाँडामा अनि पानी सानी, रेडबुल, खाजा नास्ता मकैहरू पाउने गर्छ यहाँ। यो देखिरहेको माथिको टुप्पो चाहिँ माता पाथिभारा भएको डाँडा हो। अब हामी यहाँबाट हिँड्दै यो बाटो हुँदै माथि त्यहाँसम्म यात्रा गर्नेछौँ। ल गाइस हेरेर साथ दिनु होला।
यस्तो राम्रो सुन्दर दृश्य देखिरहेछ आज। म माथि कस्तो राम्रो यो रहेछ मानाभारा पहाड हो। मानाभारा, यो मानाभारा, पाथिभारा। यो मानाभारामा चाहिँ प्रायः जसो लिम्बू समुदायका किराँत धर्मावलम्बीहरू चाहिँ धेरै जाने गर्नुहुन्छ। त्यहाँनिर चाहिँ फागुनन्द बाबाले गएर तपस्या गर्नुभएको थियो अरे। कस्तो राम्रो खुलेको छ मौसम आजको, एकदम राम्रो दृश्य देखिरहेछ। भाइहरू पनि मजाले हिँडिरहेको छन्। यताको पनि त्यस्तै राम्रो बादलमाथि आए जस्तो है। बादलमाथिको संसार जस्तो देखिरहेछ है आज। अहिले चाहिँ हामी यहाँनिर माथिसम्म आइपुगेछौँ। तलबाट काफ्लेपाटी हुँदै यो गुराँसे डाँडाको उकालो निरन्तर रूपमा अगाडि बढिरहेछौँ गाइज। यहाँ गुराँसको बोटहरू हो, यो सबै गुराँसेहरू रहेको छ वरिपरि। अहिले चाहिँ फुलेको छैन, फुलेको समयमा चाहिँ एकदम राम्रो देखिन्छ, अहिले छैन। अब यहाँबाट उकालो लाग्दैछौँ। बाटो पनि एकदम उकालो छ। गुराँसे डाँडाको चाहिँ बाटो पुरै उकालो छ। सिँढी छ, त्यति साह्रो चिप्लिने ओर्ने डर चाहिँ हुँदैन, तर उकालो चाहिँ एकदम उकालो रहेको छ। हिँड्नु होइन, यो चाहिँ माथिल्लो भेदीको गेट हो। यहाँबाट चाहिँ माथिल्लो भेदी सुरु हुन्छ। यो पर्यटक काफ्लेजुङ पर्यटक महोत्सव थियो, त्यसको अहिले देखाउनु पनि गयो। अब हामी चाहिँ माथिल्लो भेदी प्रवेश गरिरहेको भयो। यो चाहिँ माथिल्लो फेदीको 1 नम्बर होटल। यता हाम्रो दिदी हुनुहुन्छ होटलमा। माथिल्लो फेदीबाट अब हामी फेरि माथिल्लो फेदीको यो बजार, होटल, लज, झापाली होटल एन्ड लज हुँदै हामी अब अगाडि बढ्दैछौँ गाइस। ल के भन्ने बिर्स्यो अरे गाइज, म भ्लग बनाउँदैछु ल भन्ने बिर्सेछु अरे। यहाँ छ भाले, भाले पनि कुदिरहेछ। भालेको लामो लामो रातो रातो शिर। भाले बाँच्दैछ गाइस। माथिल्लो फेदीबाट थोरै माथि आइसकेपछि यहाँ रहेछ कान्छी थान हुनुहुन्छ। कान्छी थानबाट हामी अब यहाँ सानो पूजासुजा अलिकति पूजा गरेर धुपहरू बालेर हामी माथि मन्दिरतिर फेरि तर्फ यो बाटो हुँदै बढ्नेछौँ। ल धुपसुप निकालौँ, अब पूजासुजा आज गरौँ, अनि फेरि माथि बढौँ है। यहाँबाट गुरु पनि तलबाट आउँदै हुन्छ। साट्ने पैसाहरू साटिदिनुहुन्छ, माथि साट्दा नै हुन्छ।
संभवाय च मयभाय च नमः शंकराय च महेश्वराय च नमः शिवाय च शिवतराय च नमः कैलासाय शिव पार्वती नवग्रह देवताभ्यो नमो नमः ब्रह्मा मुरारी श्रीकुंडकारी भानु शशि धूमसुते बुधश्च गुरु शुक्रस्य निरावृतस्य सर्वे नमः सुप्रभातं प्रयागमागे प्रतिकाशी पाशस्त्रिकाल शंभो भक्ति सहस्र पूजा हरि शंभो भक्ति सहस्र दिन सहस्र फलम लभे ओम विष्णु माता देवता नमः विष्णु चक्र मंत्र देवता विष्णु माता देवता नमः राशि माता देवता नमः राशि के ठिक छ शारंगत दिनत परितापराय सरस्वती हरे विनारायण ओम शक्तिपीठाय नमो नमः सर्वभार विनिमुक्त धन धनुकृत अमृत मनुष्य प्रसाद भविष्यति न संशय ओम शक्तिपीठाय नमो नमः हामी चाहिँ अब यहाँ ठुलो घन्टीमा आइपुगेछौँ। घन्टी गेट भन्दा नि भयो यसलाई। त्रिशुल पार्क पनि भन्छ। ए यता त्रिशुल पार्क रहेछ पार्क। यहाँनिर चाहिँ त्रिशुल राख्ने ठाउँ है। ओहो ल ठिक छ। त्रिशुल पार्क ठुलो घन्टी आइपुग्यो। यहाँबाट चाहिँ अब 200 मिटर होला है अब यहाँबाट मन्दिर पुग्न। 500 ल 500 मिटर पछि चाहिँ फाइनल्ली हामी पनि मन्दिर एरिया पुगिन्छ। ए वृक्षारोपण गरेर सबै है गुराँसको तपाईँले हान्नुभएको? ए मन्दिर समिति क्षेत्र विकास समितिले गरेको। ए राम्रो बनाइसकेको छ यो सर्प मकै के भन्छ हो? अघि नि हजुर सबै जान्दै हुन्छ। अझै यहाँबाट मन्दिर आइपुग्यो। अब कति पनि छैन 50 मिटर मात्रै होला। अब मन्दिर प्रवेश भइसक्यो। हामी लगभग थोरै दूरी बाँकी छ। फाइनल्ली गणेशजीको पूजा गर्ने हो। गणेशजीको शिवजीलाई प्रार्थना गरेर माथि मन्दिरमा पूजा गर्ने हो। आज दिन पनि खुलेको छ। अलिकति पर चाहिँ हुस्से लागेको छ। यहाँ राम्रै रहेछ।
त्यो आइन त डेलिभरी क्रसहरुको रुखला रामले त्यति बेला राम्रो छैन साह्रै मन परेर डेलिभरीमा त्यति के भन्नु बाबा यहाँ ढोक्नु है ल अनि बत्तीलाई बाहिर भन्नुपर्छ ल घन्टीहरू लगाउनु पर्ने साह्रो लाग्यो ल अहिले चाहिँ म चाहिँ यहाँ मन्दिर एरियामा आएर प्रवेश गरिसकेर माताको दर्शन गरेर प्रार्थना पनि गरिसकेँ। अरू भक्तजनहरूले यहाँ प्रार्थना गर्दै हुनुहुन्छ होइन। अनि यता मौसम चाहिँ हिमाल देखेको छैन, पुरै हुस्से लागेको छ। यता चाहिँ कञ्चनजङ्घा हिमालहरू देखिन्थ्यो, अहिले हुस्से लागेकोले सबै देखिएको छैन। ओके, यहीँसम्मको हाम्रो पाथिभरा माताको भ्लगलाई मन पराइदिनु होला साथीहरू। सबैले मन पराएर लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। ओके गाइज, बाई बाई। हामी चाहिँ यहाँनिर माता उत्पत्ति भएको ठाउँ गुफातिर लागिरहेछौँ। पुरा अप्ठ्यारो बिरालो बाटो रहेछ, एकदम अप्ठ्यारो बाटो छ। जो कोही त्यहाँ आउनुहुन्न, हामीले चाहिँ यहाँनिर आउने भनेर यसो कस्तो हुन्छ भनेर आउँदैछौँ। हेरौँ, पुरै बिरालो छ यस्तो होइन, बाटो गाह्रो छ गाइज। आउँदै हुन्छ नि आउनु है, बिस्तारो यसरी कोल्टे कोल्टे भएर। अनि ठ्याक्कै मसँग भेट हुनु होइन। बाटो यतिको बाटो सकिन्छ होला लगभग। यो चाहिँ माता उत्पत्ति भएको गुफा हो। यहाँनिर पुरा गुफा छ, यहाँभित्र भित्र गुफा रहेछ। यहाँ चाहिँ दुधहरू, नरिवलहरू, धुपबातीहरू ल्याएर चढाउँछन्। धेरै मान्छेहरू आउनु सक्नुहुन्न। यहाँ पुरै पहरा छ ढुङ्गाको। यो पहरामा चाहिँ हामी चाहिँ मन्दिर चाहिँ उता छ। अब हामी चाहिँ तल भिरमा चाहिँ माता उत्पत्ति भएको ठाउँमा ल ल ल ल जाँदैछौँ। भाइ भिडियो गराउँदै हिँड्नु न। मेन मन्दिर चाहिँ त्यहाँ छ। अब हामी चाहिँ तल माताको उत्पत्ति भएको ठाउँ होइन। यस्तै भिड हो, यति हो, यति नै अरे हौ। भित्तामा यता भित्तापट्टि टाउको बनाएर चेप्टेर आउनु है। जिउ चाहिँ भित्तापट्टि बनाएर आउनु हो, त्यसरी हो, यसरी हो, यसरी आउनु। निहुरेर है एकदम, निहुरिनु हो। यहाँ ढोक्नु माताकोमा। नआउनु, निहुरेर आउनु, निहुरेर ल। हिँड भाइ, यहाँ भइरह।
अँ यता चाहिँ पुरै भिड छ नि काइचहरू उँधो हिँड न देखाइछ अब यति नै हो सक्यो के एकछिन रोक्नु म आउँछु यहाँ देख्न सक्नुहुन्छ यस्तो छ यहाँ हेर्नुहोस् यति समातेपछि गाई पनि पुग्नु यो यहाँ कहाँ हो यहाँ तल ल खतराको खेलाडी जस्तो उताबाट हान्न यहाँ कहाँ हात म अगाडि जान्छु है बाटो हेर्न सक्नुहुन्छ म छु यता सक्यो अब कता हो माथि अब माथि दाइ लाउनु मोबाइल अब तपाईँ यताबाट यो सबै गुराँसको जङ्गल हो देख्न सक्नुहुन्छ यो माथि दाइ यो बाबा यो भासिन्दा नि हो त्यतै हो ओह्रालो